सहर बजारमा बसे पनि मजाले अर्ग्यानिक खानेकुरा खान पाइन्छ कि साथीहरू। अलिकति मेहनत चाहिँ गर्नुपर्छ है अर्ग्यानिक खानेकुरा खानलाई। अब हामीले गाई भैँसी पो पालिन्न र यहाँ बसेका मान्छेले होइन, तर दुध नलाउने त कुनै घरै हुँदैनन् के। 1 लिटर दुध 2.5 लिटर दुध नलाउने त घरै हुन्नन्। अब त्यही दुध ल्याएर तताएर थोरै तर जम्मा गर्ने 20-25 दिन 30 1 महिनासम्म मजाले जम्मा गर्ने, अनि त्यहाँबाट त्यसैलाई ठुलो भाँडामा हालेर अनि एकछिनसम्म डाडुले 1 आधा घन्टासम्म डाडुले चलाउने के, डाडुले मजाले फिट्ने, मदानीले फिटे जस्तो गरेर अनि त्यहाँबाट मजाको नुनीको डल्लो आएर यस्तो मजाको हुन्छ कि 1 पाउमा ज्यादा घिउ निस्किन्छ के। अनि त्यो दही मही घिउ आफ्नो हातले पनि बनाएर खान सकिन्छ साथीहरू। अब त्यस्तै कौसी खेती गरेर तरकारी खा जस्तै त हो नि। अब गाई भैँसी पो नपाल्ले हो त अरू मेहनत त गर्न पर्यो नि, तर थोरै मेहनत चाहिँ गर्नुपर्छ है। त्यो मेहनत नगरिकन त हुँदैन होइन। मेहनत नगरिकन त कहाँबाट अर्ग्यानिक खानेकुरा खान पाइयो। कस्तो लाग्यो मेरो भनाइ कमेन्ट गर्नु होला है साथीहरू।